अर्डर 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 आज चाहिँ हामी जाडोमा ढिँडो आफै पकाएर खान लागिरहेका छौँ। आउनुहोस् सुरु गरौँ है त। सबैभन्दा पहिले चाहिँ कराईमा पानी तताएर हामीले यहाँ रेडी गर्नुपर्ने हुन्छ है। पिठो पनि छ हामीसँग। त्यो कोदोको पिठोलाई यो उम्लेको तातो पानीमा सट्ट लाएर मिसाउन गइरहेको छौँ। र कोदोको पिठो चाहिँ हामीले यसलाई एक पोका पुरै थियो, जसमा हामीले आधी पोका हालेर यसलाई राम्रोसँग तातो पानीमा यसलाई खौड्न सुरु गऱ्यौँ। र यो खौडिँदैछ र खसीको मासु चाहिँ अघि पाकिसकेको छ। हामीले ढिँडो मात्रै बनाउन खोजिरहेछौँ। ढिँडोलाई यसरी मजाले खुन्नु पर्ने हुन्छ, नभएदेखि यो डल्लो परेर काँचै हुन सक्ने सम्भावना हुन्छ। यता यो पाक्दैछ। लानुहोस् खसीको मासु अघि पाकिसकेको छ। यता टक्क लाएर यता ढिँडो छ यहाँ है, होइन। यो ढिँडो यहाँनिर हामीले तरलमा चाहिँ रेड बुल लिएका छौँ, म्याक्स टाइगर। फाइनली हाम्रो ढिँडो चाहिँ यहाँ रेडी भइसकेको छ। यता मुलाको अचार अघि पनि देखाएको थिएँ। र यहाँ चाहिँ हाम्रो सरले पस्किँदै हुनुहुन्छ। ढिँडोलाई टक्क भाग लगाउँदै हुनुहुन्छ उहाँले टक्क प्लेटमा। लगभग भाग लगाउने काम पनि सकिसकेको छ। उहाँले लगाउँदै हुनुहुन्थ्यो। यो चाहिँ एकदम पानी परेर जाडो भएर जाडो हटाउने उपाय अन्तर्गत एउटा ढिँडो पकाएर खाने सल्लाह भएको थियो हाम्रो चाहिँ। त्यसैले हामीले यो चाहिँ ढिँडो पनि हामी आफैले पकाउँदा कस्तो हुन्छ भनेर यो एउटा एक्सपेरिमेन्ट थियो। र यता खसीको मासु रेड बुल सहित हामीले चाहिँ फाइनल यसरी मुलाको अचारसँग ढिँडो र खसीको मासुको मिसाएर कप्पसँग ट्याक्कसँगले स्वाद देखाएर